हेलो एभ्रिवान, नमस्ते। आज सैटरडे बिदाको दिन हजुरहरू के गर्दै हुनुहुन्छ त? म चाहिँ यहाँ आज मेरो माथि घर जाँदैछु। यस्तो घाममा, टन्टलापुर घाममा, यो चाहिँ बिहान 7 बजेको थियो यति बेला। र मैले माथि घर गएपछि मैले भिडियो बनाउन स्टार्ट गरेँ। यहाँ चाहिँ हजुरहरूले देख्न सक्नुहुन्छ, यो चाहिँ दमौली बजारको भ्यू हो। यति राम्रो, यति सुन्दर, यति रमाइलो देखिन्छ हाम्रो घरबाट चाहिँ दमौली बजार। अनि त्यसपछि यो रहेको छ हाम्रो तल घर रहेको पाटन बजार। हाम्रो माथि घरमा चाहिँ जति टन्टलापुर घाम लागे तापनि कति मजाले हावा चल्छ कि, यो चाहिँ हाम्रो माथि घरको विशेषता हो। म माथि घर जाने बित्तिकै चुलोमा हेर्नुभएको त मकै पोलेर राख्नुभएको रहेछ हाम्रो निमाले। त्यसपछि मैले त्यो खाएँ अनि त्यसपछि म पकाउनतर्फ लागेँ। आज पहिला चाहिँ मैले लोकल कुखुराको मासु पकाएँ, त्यसमा झोल हालेर बनाएँ। त्यसपछि हाम्रो नेपाललाई चाहिँ मैले लोकल कुखुराको मासुको ग्रेभी बनाएको एकदमै रुचाउनुहुन्छ कि, त्यसपछि मैले लोकल कुखुराको ग्रेभी तरकारी पनि बनाएँ। त्यसपछि म बारीतिर गएको त ओ माई गडनेस, हजुरहरूले देख्न सक्नुहुन्छ यति धेरै लोकल काँक्रो फलेको रहेछ। त्यसपछि मैले भिडियो नबनाइराख्न त मलाई मनै लागेन, मैले भिडियो बनाइराखिहालेँ। यो चाहिँ रहेको छ हाम्रो निमाले राख्नुभएको, यो चाहिँ आगमको लागि बिउ अरे। त्यसपछि मैले कागतीको बोटतिर गएको त कागती पनि कति ठुल्ठुला लटरम्म भएर बसेको रहेछ। म माथि घर नगएको लगभग 1 महिना भइसकेको रहेछ। 1 महिनामा पनि यति धेरै चेन्ज भइसकेको कि। अनि त्यसपछि हाम्रो दिदीले चाहिँ बारुलाको तरकारी बनाएर राख्नुभएको रहेछ, जुन चाहिँ एकदमै यम्मी टेस्टी देखेको थियो। र घर आउने बेलामा चाहिँ हाम्रो दिदीले यो काँक्रो चाहिँ हाम्रो दिदीले लगाउनु भएको हो कि। अनि यो दिदीले चाहिँ म घर आउने बेलामा काँक्रो लिएर जाऊ समीक्षा भनेर कति धेरै काँक्रो टिप दिनुभयो। ओ माई गड, थ्याङ्क यू सो मच फर द काँक्रो दिदी। अनि त्यसपछि दिदीले टिपिरहँदाखेरि म पनि टिप्छु नि दिदी, हजुरले भिडियो बनाउनु न भनेर। अनि मैले बनाएँ। त्यसपछि हेर्नु दिदी कति ठुलो काँक्रो भने। अनि मैले यो भिडियोमा चाहिँ के भनेको भने, दिदी थ्याङ्क यू सो मच फर द काँक्रो भने। त्यसपछि दिदीले कागती पनि लिएर जाऊ है त भनेर भन्नुभयो। अनि हुन्छ दिदी म टिप्छु भनेको त होइन, म आफै टिपिदिन्छु तिमीलाई, ठुल्ठुलो भित्र त ठुल्ठुलो छ अलि भनेर दिदी चाहिँ कागतीको बोट मुनि गएर ठुलो ठुलो कागतीहरू टिपिदिनु भयो। यस्तो टन्टलापुर घाममा पनि घाम लाग्छ नभनेको हाम्रो दिदी एकदमै मेहनती हुनुहुन्छ कि। र हजुरहरूले देख्न सक्नुहुन्छ यहाँ कति धेरै कागती छ। अनि त्यसपछि म चाहिँ घर लिएर आएँ। अनि त्यसपछि म चाहिँ मेरो काम भएको कारणले गर्दाखेरि अलिक छिटो घर फर्केँ। अनि घर फर्किँदाखेरि बाटोमा मैले मेरो छोरीलाई भेटेँ, ऊ चाहिँ छाप्ती गएर आएको थियो आज। त्यसपछि घर जान्छु कि क्याब छु भनेको छैन, म माथि जान्छु, म बाबालाई भेट्न जान्छु भनेर ऊ चाहिँ माथि घर गयो, म चाहिँ घर आएँ। र आजलाई यति नै। थ्याङ्क यू सो मच फर वाचिङ। बाई बाई, सी यु अगेन।